एमाले छाड्दै सुहाङ नेमाङ। हर्क साम्पाङको पार्टीमा जाने संकेत। यता रासोपा भने आफूतिर ल्याउने योजनामा। दर्शकबिन नमस्कार। जेएनजी आन्दोलनपछि चकनाचुर भएको एमालेमा अर्को धक्का लाग्ने संकेत देखिन थालेको छ। आफ्नो बुबा सुभाष नेमाङको मृत्युपछि एकाएक राजनीतिमा उदाएका सुहाङ पछिल्लो समयमा आफूलाई एमाले भित्र कुनै स्पेस नदिएको र आफ्नो सरल भावको फाइदा मात्रै उठाउन खोजेको भन्दै एमालेकामा बस्ने कि नबस्ने भनेर छलफल थालेको एक स्रोतले जनाएको छ। सार्वजनिक रूपमा कुनै विवादमा नपरेका, पार्टीभित्र लामो समय अब्जर्भरको भूमिकामा बस्ने, तुरुन्त प्रतिक्रिया नदिने स्वभाव भएका सुहाङ आफ्नो राजनीतिक इतिहासकै ठूलो निर्णयमा जान सक्ने एक स्रोतले जनाएको छ। यसरी सुहाङ नेमाङ एमालेबाट टाढिन्छन् भने यसले केवल एउटा नेता मात्र गुमाएको कुरा हुने छैन, यसले राजनीतिक लेगेसीको दिशा पनि बदल्न सक्छ। तर प्रश्न अझै बाँकी छ, के यो केवल हल्ला मात्रै हो कि साँच्चै सुहाङले एमाले छाड्न लागेका हुन्? यो त समयले नै बताउला। तर दर्शकबिन, हजुरलाई के लाग्छ, सुहाङले एमाले छाड्ने निर्णय सही हो वा गलत? यदि सही हो भने उनी कुन पार्टीमा जाँदा ठिक होला त? कमेन्ट गर्न नबिर्सनुहोला।